हेर्दा भर्खर खाना खाएर भर्खर निदाइसक्नु। हेलो हजुरआमा, हजुर किन निदाएको त नि भर्खर खाना खाएर? अल्छी आएर हेर्नु न त। भयो अनि खाना खानुभयो? खाइयो ए अलि सजिलो सुते हुन्थ्यो। हुन्छ यसरी पनि यसरी सजिलो हुन्छ। उम्, अनि हजुरबुवा खै त? हजुर कहाँ जानु छ मलाई के थाहा हजुरलाई सोधेर जानु भएन र? सोध्नु होइन ल सोध्नु भयो होला, हजुरले भुलेर होला। होइन बुझ्दै छैन कति दिन भयो त नि हजुरबुवासित भेट नभएको? 4 दिन भयो कि 5 दिन भयो ए सम्झिनु त रहेछ। अनि हजुरबुवाको माया कति लाग्छ त नि? माया लाग्दा किन छोडेर जानु नि त हजुरलाई के? मलाई लाग्दैन आफूलाई नि लाग्दैन माया लाग्दा किन क्यारेर बस्यो अनि हजुरबुवाको त लाउन छोराछोरीको अनि नातिनी बुहारीको नातिको लाग्छ नै। आफ्नो सन्तानको त लाउने भयो